यो हाम्रो रुम ल हामी बसेको रुम ल ल बाई बाई अब हामी चाहिँ गयो है मुम्बईतिर ल बाई बाई सबैजनालाई हेरौँ न हामी देखौँ न हेलो ल अब चाहिँ अब साथी लाएर हिँड्यो सबै तपाईँ जानु पर्छ मलाई चाहिँ होटलदेखि जान मन छैन के गर्नु जानु पर्यो बाध्यताले ल अब चाहिँ अब फेरि अब जर्मनीबाट आएको भने फेरि आउँछु फेरि जर्मनीबाट आएको फेरि आउँछु जानै मन छैन घर के हो हामी कता हो भाइ भाइ यही होटल हो ल कोही आउनु भने आउनु सक्नुहुन्छ है ल त्यत्रो ज्ञान नै ल बाई बाई पुनः अब हामी चाहिँ मुम्बई भेटौँला है मुम्बई मुम्बई लखमै आउनु हो कि नै सर रमाइलो छ यहाँ चाहिँ रमाइलो नै कि हामी हिँडेको त्यति साढा आधी भयो यहाँ यस्तो तर स्टकमा आयो ल मुम्बईको लागि अब बस टिकट काट्न पऱ्यो नि त सर लाएर कस्तो है यहाँ त यहीँ हो है ल टिकट काट्ने यही हो ल मुम्बईको लागि बसको यही ए यिनी सरकारी बसौँ नि यस्तो ल आइजाऊ हामी चाहिँ मुम्बईको लागि गयो है ल मुम्बईको लागि ल यही बस हो र मुम्बईतिर यता अब मुम्बईतिर है ल अगाडि है हाम्रो ग्याङ हो ग्याङ अगाडि बसिन्छ सर र म यता यता अगाडि भ्यू डाँडाहरू चाहिँ के हो यो सही है डाँडाहरू कस्तो है अगाडि ट्याक्क यो के अरे यो कता रोक्ने है यहाँ मुम्बई मुम्बई त पुगेको यहाँ कता रोक्ने ठाउँको नाम त थाहा भएन मलाई यस्तो है यो ठाउँ फेरि यो कुन ठाउँ हो यहाँ रोकियो क्या 15 मिनट यो खै यो कहाँ रोक्यो कि फेरि पुरा लिफ्ट सिफ्ट छ यहाँ त दाइ कस्तो खतरा होटल खतरा है ल है यो होटल रहेछ के बमन्डर रहेछ ल बमन्डर होटल है ल होटल रहेछ के होटल त होटल यो नाम के हो कि यसको खतरा आउने चाहिँ धन मान्छे त हामी नेपाली पुरा लिफ्ट सिफ्ट ट्याक्क हो ट्याक्क माथि जाने यता जाने यस्तो हो ल 15 मिनट रोक्यो अब के हाल्ने हो यहाँ यता हामी के अरे ट्रेन स्टेसनमा पुनः लाग्यो यहाँ हेर्नु रेस्ट छ यहाँ होइन यो अटोमा ल मजा खा ल बस पनि पछि जाने क्या त्यति दौड्यो ए वहाँ पुग्यो त ल ल फास्ट फास्ट ल हामी चाहिँ ट्याक्क मुम्बईको ट्रेन स्टेसनमा आइयो है ल अब हिँडिरह्यो हामी अहिले 3:30 बजे गोरखपुरको इन्चल ल यो ट्रेन चाहिँ अब कताको थाहा छैन अहिले कता जाँदैछ थाहा छैन अब हाम्रो चाहिँ 3:30 बजे आउँछ हामी यहाँ आइयो यो कहाँ गयो आउँदैन ल हेर्नुहोस् झोला हेर्नु झोला कस्तो हो अब ट्याक्क 3:30 बजी 3 बजे 4 बजीतिर आउँछ कि बहुत गर्मी है यहाँ है बिहानदेखि 4 घन्टा बसेर बल्ल ट्रेन आयो ट्रेन चाहिँ यो हामी जाने सर र यो यसमा हो ट्याक्क कति भिड मान्छे कति खान जाने हो तो 4 घन्टा
त्यसैमा ल ओके अब चाहिँ ट्रेन हिँड्नु है ल हामी चाहिँ सबजना म चाहिँ उपरमा छु दाइ उता माथि हुनुहुन्छ सागर त्यहाँ गएको उता तल केटीहरू चाहिँ उता हो मस्त कुद्दै अब गइन्छ हिँड्छ ल मजा आउँछ ल ओके बाई बाई